हेलो गाइस, वेलकम टु माई फर्स्ट डे अफ मिनी ब्लग। आज मैले उठ्ने बित्तिकै मैले चाहिँ दोकान खोलेँ है। त्यसपछि बेन्च बाहिर राखेँ अनि झाडु बनाउनतिर लाग्यो। झाडुबाट सबै फोहोर पनि डस्टबिनमा फालेँ। त्यसपछि पिँढीतिरहरू पनि सफा गरेँ। झाडु बलेर भएपछि मैले मेन स्विच अन गरेँ। यता प्रिन्टर चालु भयो, यता कम्प्युटर पनि अन लगाइरहेको छ। र कम्प्युटर अन हुने बित्तिकै मैले रिफ्रेस गरेँ अनि त्यसपछि मैले आफ्नो मेल चेक गरेँ। केही बेर उठ्ने बित्तिकै एउटा मान्छे आउनुभयो र उहाँलाई फोटो कपी। त्यसपछि म साथीको कामले यता यातायात आएँ। बिहान 9 बजीतिर आज यातायात लास्टै भिड, लाइन हेर्दा कतितिर लाइन। म यातायात सकेर 1:30 बजीतिर दोकान आएँ र त्यसपछि आउने बित्तिकै एउटा अङ्कल आउनुभयो र उहाँलाई पनि मैले फोटोकपी दिएँ। र त्यसपछि 2जना बहिनीहरू आउनुभयो, उहाँलाई पनि मैले फोटो खिचेर दिइहालेँ। अनि उहाँ चाहिँ एउटा बहिनी, अघिको चाहिँ एउटा बहिनी। अनि सानो फ्यामिली फोटो बनाउने भनेर आउनुभएको थियो स्कुलको लागि, बच्चाहरूको प्रोजेक्टको लागि। त्यो पनि काटेर दिइहालेँ। त्यसपछि एउटा टिममेने भाइ आयो, उसँग हल्का गफ गरिहालेँ। त्यसपछि एउटा दिदीभाइको फोटो थियो र त्यो दिदीभाइको फोटो मैले बनाएर एउटा मेल गरिदिइहालेँ, किनकि उहाँहरूलाई भोलि चाहिएको थियो। यो भनेको एकदम ल्याब प्रिन्ट एकदम राम्रो हुन्छ। त्यसपछि यो भाइ पनि अब म जान्छु भनेर बिदा माग्यो र ऊ पनि निस्क्यो। अनि साँझको टाइममा साथी आएको थियो, साथी र साथीको वाइफ। यसो हल्का गफ गऱ्यो अनि साथी जान लाग्यो। अनि साथी गएपछि मैले पनि दोकान बन्द गरिहालेँ। लस बाई।